त्यहीँ नै पो 1 महिना जति बसेर आएछ। अब ठुलो मान्छे थिएन, अब अर्काको देशमा अर्काको घरमा टन्नै गुसु खायो होला नि मच्छरले आएर त बिमारी भइहाल्यो। त्यही भएर झुल्लाएर सुत्नुपर्छ क्या, अल्छी गर्नु हुँदैन। डेङ्गु रोग लागेपछि त एकदम साह्रो हुन्छ, अलस तलस हुन्छ, बमिट आउँछ अरे, अनि एकदम गाह्रो क्या, दबाई नै लाग्दैन अरे क्या। त्यही भएर आमै, त्यही भएर झुल्लाएर सुत्नुपर्छ भनेको। त्यही मच्छरले टोकेको डेङ्गु, त्यसमै सेतो हुन्छ अरे, सेतो। त्यही भएर झुल लाउनु, अल्छी नगर्नु। अनि डेङ्गु रोग लागेपछि अनि कस्तो साह्रो हुन्छ, नरिवल पानी खानुपर्छ अरे, दबाई गर्नु साह्रो। त्यो सेतो मच्छरले टोक्यो भने त मान्छे बाध्दै बाध्दैन। सेतोले अरे अनि ठुल्ठुलो हुन्छ अलि। हाम्रो माइलीको साथी पनि त अनि डेङ्गु रोग लागेर मरेको अरे त नि बिचरा, भर्खरको उमेरमै। हो त्यस्तो हुन्छ क्या आमै, त्यही भएर झुल्लाएर सुत्नुपर्छ भनेको। अल्छी गर्नु हुँदैन, झुल लाउनु पर्छ। अब मैले लगाइदिइरहेको छु, यहाँ बसिन्जेल त आमैलाई झुल पनि ल्याएर, अरू बेला पनि मन नहुँदा पनि झुल्लाएर सुत्नु। उयो के अरे थाइरोइडको रोगी मान्छे अरे यसरी सुर्ती बङ बङ खान्छन् आमै। अनि फेरि उता त्यो पर्दैन, झुल उता तन्द्रमा झुन्डिएको छ कि यो गुन्द्री खाट बराबर राख्नुपर्छ, झुल लाउनु सहिलो हुन्छ चेप्नुलाई होइन। उता खाटभन्दा ठुलो उता गुन्द्री छ, उता झुन्डिरहेछ, कताबाट झुल लाउनु, कताबाट झुल लाउनु।